दर्शकबिन फेरि नमस्कार हजुर। आज फेरि एउटा न्युज हैन हामीले बनाउँदै छौं र यो न्युज कस्तो भने एउटा खुसीको खबर हो। आज नेपाल देशदेखिबाट विश्वमा एउटा इन्डिया र भारतको मिलापको खुसीको खबर आएको छ दर्शकबिनहरु। किनभने भारत र इन्डियामा जुन किसिमको जम्मू कश्मीरमा एउटा त्यो घटनाको विषयमा भएर र जुन पाकिस्तान र इन्डियाको लडाईँ भएको थियो, आज यसको विषयमा एउटा तनावै भएको थियो इन्डिया र भारतमा र भारतमा भएको जनता र अनि पाकिस्तानमा भएको जनताहरूको बडो त्यहाँ एकदमैसँग अप्ठ्यारोमा परेको थियो र त्यहाँको जनताको विचार, भारतको जनताको विचार बडो टक्कर भइरहेको थियो र यसको जुन किसिमको मिलमिलापको काम गर्ने र अमेरिका जुन किसिमको शक्तिशाली देश अमेरिकाबाट अहिलेको हालमा भएको अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई मिलमिलाप गरेको कुराहरू सामाजिक सञ्जालमा आएको छ। हो मित्रहरू, अमेरिका देश भनेको चाहिँ एउटा शक्तिशाली देश हो। त्यो देशले अमेरिका देशले भनेका कुराहरू चाहिँ इन्डियाले पनि मान्नु परेको हुन्छ र भारतले पनि मान्नु परेको हुन्छ र पाकिस्तानले पनि मान्न परेको हुन्छ भन्ने कुराहरू अहिलेको यो पाकिस्तान र इन्डियाको लडाईँबाट हामीले बुझ्न सक्छौँ। किनभने एउटा विश्वको शक्तिशाली देश हैन अमेरिकाबाट जुन किसिमको निर्णय भयो, यो युद्ध विराम चाहिँ यसलाई घोषित गरेर मिलमिलापको कुराहरू गरेर आज भारत र पाकिस्तानको एउटा समझदारी भएर मिलमिलाप भएर अनि यो जुन किसिमको दण्डहरू, जुन किसिमको त्यहाँ हत्या विभिन्न किसिमको हैन हत्या हिंसाहरू जस्तो आन्दोलनदेखिबाट हरेक शक्तिशाली बमहरू अनि हैन गोलीहरू हान्ने भएको थियो, त्यो कुराबाट शान्त भएको निम्ति हामी एकदमै खुसी भएको छौँ। र गएको दिनमा मैले केही दिन अगाडि 2-3 दिन अगाडि मैले प्रभु येशूसँग मैले प्रार्थना गरेको थिएँ र आफ्नो शत्रुलाई पनि प्रेम गर्नुपर्छ भनेर हामीले प्रार्थना गरेको थियौँ र प्रभु येशूको नाउँमा प्रार्थना गरेको थियौँ। आज प्रभु येशूले र परमेश्वरले आज हाम्रो प्रार्थना परमेश्वरले सुन्नुभएको छ। हामीले गरेका प्रार्थनाहरू आज परमेश्वरले सुन्नुभएको छ र पाकिस्तान र इन्डियाको मिलमिलाप गराउनको निम्ति परमेश्वरले सहायता गर्नुभएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प पनि परमेश्वरले चुन्नुभएको अभिषेक जन हो। उहाँले पनि उहाँसँग परमेश्वर बोल्नुभयो, उहाँसँग प्रभु येशू बोल्नुभयो। त्यसकारणले आज यस किसिमको दुईटाको देशको मिलमिलापको कुरा गर्नुभएको निम्ति राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि धेरै धन्यवाद भन्न चाहन्छु। धेरै धन्यवाद भन्न चाहन्छु। राष्ट्रपति डोनाल्ड ट्रम्पज्यू, तपाईले जुन किसिमको इन्डिया र पाकिस्तानको मिलमिलापको निम्ति तपाईले भूमिका खेलाउनु भएको निम्ति परमेश्वरले तपाईलाई त्यो ज्ञान र बुद्धि दिनुभएको निम्ति आज हामी तपाईलाई धन्यवाद भन्न चाहन्छौँ र परमेश्वरलाई धन्यवाद चढाउँछु। प्रभु येशूलाई धन्यवाद चढाउँछु। किनकि प्रभु येशूले जुन तपाईसँग बोल्नुभयो राष्ट्रपति डोनाल्ड ट्रम्पसँग र परमेश्वर बोल्नुभयो राष्ट्रपति डोनाल्ड ट्रम्पसँग र त्यो हृदय त्यो मन दिनुभएको निम्ति परमेश्वरलाई धेरै धन्यवाद भन्न चाहन्छु। प्रभु येशू तपाईलाई धेरै धन्यवाद भन्न चाहन्छु। यसरी नै पुरा देशलाई प्रभु येशू डोनाल्ड ट्रम्पसँग बोल्नुभएको मिलमिलापको हृदय, सबै देशलाई मिलमिलाउन सक्ने हृदय तपाईले फेरि पनि दिनुभएको होस् भन्न चाहन्छु। परमेश्वर यसगरी इन्डिया र पाकिस्तानमा अहिले जुन किसिमको त्यहाँको जनताहरू शान्तिमा अब ढुक्कसँग
हामी बस्न पाऊँ र हामी रहन सक्छौँ भनेर आज उनीहरू बसेका छन् भनी हामी आशा गर्दछौँ। परमेश्वर तपाईँलाई धन्यवाद भन्न चाहन्छु। परमेश्वर राष्ट्रपति डोनाल्ड ट्रम्पले जुन भूमिका खेल्नुभयो, जुन त्यो महान बुद्धिहरू दिनुभयो, परमेश्वरलाई धन्यवाद। र आज इन्डियामा जुन किसिमको मिलमिलापको भावना मिलमिलाप गर्नको निम्ति राष्ट्रपति डोनाल्ड ट्रम्पलाई परमेश्वरले युज गर्नुभयो, परमेश्वरले ज्ञान र बुद्धि दिनुभयो, त्यसको निम्ति परमेश्वरलाई धन्यवाद। आजको यो इन्डिया र पाकिस्तानको मिलमिलापको निम्ति हामी परमेश्वरलाई धन्यवाद भन्न चाहन्छौँ। र सबैले यो कुरालाई हेरेर सहयोग सेयर गर्ने होला, किनभने राष्ट्रपति डोनाल्ड ट्रम्प भनेको र परमेश्वरको दास हुनुहुन्छ। उहाँले यो कुराहरू मिलाउनु भएको निम्ति धन्यवाद। सबैलाई नमस्कार। जय मसीह।